गुड मर्निङ एभ्रिवान। ल धुम्म भइरहेछ, घाम पनि लागेको छैन। अनि यहाँनिर चाहिँ हामी भर्खर उठेको बरी गर्दैछ रेसिका अनि रितिका चाहिँ ड्याम हुँदैछ। अन्त अब चाहिँ म उठेर बाहिर गएको। उठेर भन्दा पनि म उठ्नु चाहिँ अघि नै उठेको साथीहरू 4:30मै उठेको। अन्त उठेर केटीसँग त्यतिकै बेडमा बसिरहेको थिएँ है। अनि म चुलामा आगो फुक्छु। ओ रितिका र रेसिका, होमवर्क गर्नुपर्छ, उठ। होमवर्क गर्नुपर्छ भनेको उठ भन्दैछु म तिमीहरूलाई। अरे छैन नि, छिटो उठिहाल्छु, छिटो। म अब किचनमा गएको। आजको बिहानी चाहिँ यस्तो छ है, दिन पनि यस्तो धुमिरहेको छ। अन्त घाम पनि लाग्दैन होला। अनि मुखहरू धोएको, ब्रसहरू गरेको छैन, पर छैन। को बच्चा हो? खाना पकाउँदा डिस्टर्ब हुन्छ नि। अहिले मर्यो भने हाल्दा हुन्छ। रक्कीमा बनाउँदैछ, जस्ट सुरु मात्रै हुँदैछ। अहिले चाहिँ रेडी राखिदिइरहेछु हो। यहाँनिर चाहिँ म हुचिङ हाल्दैछु है। त्यो हुचिङ हालेको अलिक हाल्नुपर्छ है। मोमो बनाउनु पनि बिर्सिसक्यो अब त। अहिले त यहाँनिर घिउ, यो चाहिँ घरमै बनाएको घिउ हाल्नु आँटेको मोमोमा। खै स्पोन हो यसले पस्दैन त एकछिन। यो तताएर हाल्छ होइन अहिले म यति हाल्नु पर्यो। उज्यालै हुन्छ त आज। आजकल त हिजोमा 5 बजे रात नपरेर म त बेल्नु डल्ला बेल्नु। मलाई त आज अल्छी लाग्दैछ, तर पनि यहाँ करले बनाउँदैछु। म त सुत्नु जस्तै भइरहेछ। त्यो सौरभको करले मात्रै यहाँ मैले बनाएको नि आज मोमो। ऊ काँच्चै खानु आँट्यो, भोकले कहिले पाक्छ र खाउँ भइरहेछ उसलाई। साथीहरू हाम्रो चाहिँ मोमो पनि पाकेर रेडी भइसक्यो है। अनि यहाँ सुप पनि। साथीहरू अब चाहिँ खाएँ मैले मोमो। रम्मे जुत्ता बाहिर सुकाएको छ आँगनमा। अब त्यो जुत्ता चाहिँ दामी भएछ।